बेर भइसक्यो निस्किँदैन त होइन त्यो मोर अलि हाम्रो भान्जीको कोठामा जरै गाडेर बस्न लाग्यो कि क्या हो सम्झाउँछु भनेर गएको हो त्यो के चाहिँ सम्झेर आएकोलाई तिमीले अरे कस्तो दिन आएको हाम्रो आफ्नै भान्जीको कोठामा हाम्रै अगाडि त्यो जाबो अलि मजाले भित्र पसेर बसिरहेछ अनि हामी चाहिँ कहिले त्यो बाहिर निस्केला भनेर बकुलाले माछा ढुकेर चाहिँ ढुकेर बस्नु परेको छ के गर्छस् त आफ्नै भान्जी त्यस्तै भएपछि भान्जी त्योसँग मर्यादा गरिरहेकी छ केही भनौँ भने उल्टै रिसाउलिन् भन्ने डर खुबै कति न जान्ने भएर त्यो रमेशले फर्केर आयो भने मै तिमीसँग त्यसको जोडी बाँधिदिन्छु भन्नु परेको थियो नि आयो त त्यो फर्केर अब बाँधिनु त्यो हलीसँग आफ्नो भान्जीको जोडी मलाई के थाहा आउँछ भनेर भर्खर के त्यति राम्रो केटीले माया गर्छु भनेपछि